गर्दा गर्दा एउटा फिलिङ्स आने रहेछ अन्त भइहाल्यो नि अब सेक्स त्यही हो। अन्त अरे मलाई माथि चढायो उसले माथि चढाएर मजाले गर्यो म त यस्तो ठुलो थिएँ माथि। रोजी यस्तो गर्नुहोस् न रोजीजीले चाहिँ हामीलाई सबैभन्दा रमाइलो भएको मुमेन्ट सुनाउनुहोस् न त त्यही भने उहाँको फोन आइरहेको छ कि रोजी हजुरको एक्सपिरियन्स सेयर गर्नु रे सबैभन्दा मेरो रमाइलो भएको टाइम म फर्स्ट एक्सपिरियन्स चाहिँ सेयर गर्दिनँ ल किनकि फर्स्ट मेरो एकदम बोरिङ नै छ। होइन कुन सबैभन्दा रमाइलो भएको थियो त्यो भनिदिनुहोस् न हामीलाई यसो हुन्छ नि सुन्न मन लाग्ने होइन गरी पहिला सुरु चाहिँ बोरिङ चाहिँ के गरी भयो त भनिदिनु न। अब बोरिङ होइन कि त्यतिखेर म अब कलेजमै थिएँ सेकेन्ड इयरमा म त्यति मतलब एक्सपिरियन्स थिएन होइन मेरो त्यत्रो उयो थिएन। मेरो बोयफ्रेन्ड अलिक एक्सपिरियन्स थियो तर म थिएन त मलाई त्यति नलेजहरू थिएन के हो कसो हो या कसरी गर्ने भनेर सही हो त्यही सही लागि हो। मलाई बोरिङ भयो कि त्यो चाहिँ पछि अलिक एक्सपिरियन्स हुँदै गयो अन्त थाहा पाँदै गयो मैले के रहेछ भनेर एक्सपिरियन्स चाहिँ म सेयर गर्छु। मेरो ऊ चाहिँ बोयफ्रेन्ड होइन मेरो साथी नै हो। अन्त हामी एउटा ट्रिपमा गएको थियौँ अनि सरी है रोजीजी हजुरको साथी हजुर मेरो साथी केटा हजुर यो उहाँलाई स्टोरी कम्प्लिट गर्न दिनुहोस् न है हस् भनौँ कन्टिन्यू हजुर गर्नुहोस् कन्टिन्यू भन्नु गर्नु भन्नु। हामी चाहिँ एउटा ट्रिपमा गएको थियौँ एकदम ठन्डा एकदम जाडो एकदम ठन्डा जग्गामा गएको थियौँ हामी। त्यतिखेर चाहिँ हाम्रो त्यस्तो इन्टेन्सन थिएन ऊ चाहिँ मेरो राम्रै साथी थियो। हाम्रो यस्तो इन्टेन्सन थिएन कि हाम्रो यस्तो हुन्छ भनेर। अनि त्यो दिन चाहिँ नि अब बियर चाहिँ नि अब त्यो टाइममा अलिक महँगो नै थियो अब त हामीले चाहिँ जाडोमा अब रम लिएर जाऊँ भनेर त्यो घोडा रम हुन्छ नि अब हामी त्यस्तो रम लिएर गएको होइन अन्त रम लिएर गएँ अन्त टेन्ट टेन्ट थियो अनि खोला नदी खोला हुन्छ नि अब त्यस्तो खोला थियो टेन्ट थियो त्यो टेन्टको बाहिर बनफायर गरेँ अनि मासुहरू पोलेँ अनि त्यस्तै हामीले मतलब ट्रिपै उयो गरेको थिएँ। अनि त्यस्तो गर्दा चाहिँ नि अचानक अब खाएपछि चाहिँ नि भइहाल्ने रहेछ अब त्यस्तो फिलिङ्स अब चम्के हल्का होइन। अनि टेन्टभित्र पसेँ अनि सुतेँ अन्त उसले मलाई किस गर्यो अन्त किस गर्यो म मतलब फर्स्ट चाहिँ नि म अलिक उयो अप्ठ्यारो लागिरहेको थियो लाइक ऊ मेरो साथी हो भनेर तर पनि पछि त लास्ट खाएपछि चाहिँ नि केही वास्तै नलाग्ने रहेछ कि साथी फाती जे पनि हो चल्ने रहेछ। अन्त अरे पुरा किस खाएँ किस खाएँ किस खाएँ म चाहिँ नि खालि किस अनि मेरो बुब्स दिन्छु सोचेँ होइन। अनि त्योभन्दा धेरै म चाहिँ नि अघि बढ्दैन भनेर सोचिरहेको थिएँ तर त्यस्तो गर्दा 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 एउटा फिलिङ्स आने रहेछ अन्त भइहाल्यो नि अब सेक्स त्यही हो। अन्त अरे मलाई माथि चढायो उसले माथि चढाएर मजाले गर्यो म त यस्तो ठुलो थिएँ माथि ठुलो ठुलो त ठुलै रहेछ मोटो थिएँ माथि म चाहिँ नि ऐया ऐया टेन्टको बाहिरसम्म सबले सुनिसकेको छ हो साथीहरूको टेन्टसम्म तर पनि म चाहिँ जोडले ऐया कि ऐया भनिरहेको छु साथीहरूले यार कस्तो यार त्यस्तो नगर न आस्ते चिल्लाऊ त्यस्तो नचिल्लाऊ यस्तो भनिरहेछ बाहिरबाट तर तर पनि म चाहिँ ऐया कि ऐया अब फर्स्ट टाइम अब त्यस्तो अब एक्सपिरियन्स भएको अब साथीसँग पहिला त बोयफ्रेन्डसँगै भइरहेको थियो अन्त सडनली अब त्यस्तो साथीसँग हुँदा त अब भइहाल्यो अब तर लास्ट मजा आने रहेछ मजै आयो मलाई। लाइक त्यति बेला गर्दा चाहिँ हजुरहरूले लाइक प्रोटेक्टेड तरिकामा गर्नुभएको थियो कि होइन हामी एक्चुली बेसिकली हामी चाहिँ नि दुईजनै ड्रङ्क थियौँ होइन हामी उसले पनि खाइरहेको मातिरहेको थियो म पनि मातिरहेको थिएँ सडनली भयो हामी त्यस्तो इन्टेन्सन चाहिँ नि थिएन त्यस्तो गर्नुको लागि तर पनि अब आफै भइहाल्यो कि त्यस्तो चाहिँ। ड्रङ्क भएपछि हुन्छ त्यस्तै कहिलेकाहीँ कहिलेकाहीँ त्यस्तो हुने रहेछ त्यो चाहिँ नि मेरो फर्स्ट एक्सपिरियन्स अरू केही होइन साथीसँग। एकदम अब राम्रो छ कस्तो है केस त नाइस लाग्यो मलाई चाहिँ रोजीको हजुर नाइस छ है स्टोरी चाहिँ बबाले रहेछ हजुरको गर्नै पर्ने रहेछ एकपल्ट चाहिँ
के हो भोलि पर्सि त चान्स पाएको टाइममा चाहिँ नि अपर्च्युनिटी मिस नगर्नु पर्ने रहेछ। त्यही त हो। जवानी उठ्ने बेला त गर्ने नि सुकेपछि त कसले गर्छ त। उहुँ, हो हजुरको रियल त्यही डिपी आफ्नै हो त्यो बुक्स मेरो होइन आफ्नै हो। होला कस्तो लाक्स होइन एक्साइटिङ रहेछ नि। ओके म त दामी लाग्यो अनि यस्तो पाएपछि छोड्छ त साथीले पनि अनि त्यही मेरो भएर जस्तै हो ओके अब रहेछ। भन न भन्नु रोजी हजुर भन न भन्नु के भन्दै हुनुहुन्थ्यो होइन मेरो आफ्नै हो भनेको। त्यही त मलाई दामी लाग्यो त्यही त भन्दैछु नि साथीले छोड्छ त नि यस्तो मलाई चाहिँ फेरि आई प्रिफर अलि चबी टाइपको क्या अब हजुरहरूकै साइज टाइपको त्यही भएर स्लिमहरू भन्दा पनि मलाई चाहिँ यस्तै बिग बुब्स टाइपकोहरू मनपर्छ धेरै नै त्यस्तै भन्छ अब। प्रायः केटाहरूको प्रिफरेन्स के चाहिँ त्यही हो है अब चाहिँ मलाई चाहिँ त्यही लाग्छ अब सबैको आफ्नो आफ्नो चोइस हुन्छ ओके अब